राधेश्याम, जय श्री स्वस्थानी माता, जय शम्भु, जय शङ्कर। हामी आज स्वस्थानी व्रतकथा अन्तर्गत लिए 14 अध्याय 14औं अध्यायको कथा लिएर हजुरको माझमा उपस्थित भइसकेका छौँ। हिजो अस्तिको दिन जस्तै आज पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद, यानि कि यस च्यानलमा आइपुग्नु भएको छ। हजुरलाई स्वस्थानी माताले मनोकामना पूर्ण गराउनुहोस्। हजुरका बाँकी रहेका मनोकामना पूर्ण नभएका मनोकामना र जुन इच्छा आकाङ्क्षाले व्रत गरिरहनु भएको छ, स्वस्थानी कथा श्रवण गरिरहनु भएको छ, स्वस्थानी व्रत गर्नुभएको छ, यहाँहरू सबैका मनोकामना इच्छाहरू पूर्ण हुन्, ग्रह शान्ति हुन्, नवग्रह शनि राहु केतु सङ्कटा विकटाले दुःख नदिउन् हजुरलाई। आउनुहोस्, यदि यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया मिल्छ भने यस च्यानललाई सब्सक्राइब गरेर आचार्य श्याम शरण नाम गरेको युट्युब च्यानललाई सब्सक्राइब गरेर सधैँको लागि हजुर साथी पनि बन्नुहोस्। राधे राधे। आउनुहोस्, त्यति भन्दै यो 14औं अध्याय 14 अध्यायको स्वस्थानी व्रतकथा पूर्व मङ्गलाचरणबाट हामी सुरु गर्छौँ। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस् तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं। मूकं करोति वाचालं पङ्गुं लङ्घयति गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादाद् वक्ष्यामि महादेवकथामिमां। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयत्। अथ 14 कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यसपछि पार्वतीले श्री स्वस्थानी परमेश्वरीको प्रसाद मध्य 8 रोटी 8 अक्षता 8 बेलपुष्प 8 यज्ञोपवीत 8 पान 8 कुडका सुपारी सगुन समेत शिवजीलाई अर्पण गरे। भन्न लाग्नुभयो, हे स्वामी, अब मेरो तपस्या पूर्ण भयो। केटाकेटीदेखि हजुरलाई स्वामी पाऊँ भनी मैले तपस्या गरिरहेकी थिएँ। आज त्यो मेरो बाल्यकालदेखिको इच्छा पूर्ण भएको छ। यति भनेर अत्यन्त हर्षित हुँदै पार्वतीले श्री महादेवको चरणमा साष्टाङ्ग प्रणाम दण्डवत गर्नुभयो। पार्वतीले यसरी नै सारा लोकको पनि कल्याण होस् भन्दै शिवजीसँग प्रार्थना गर्नुहुन्छ। हे परमेश्वर, श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले गर्दा मैले हजुर जस्तो स्वामी पाएँ। हे प्रभु, यो ब्रह्माण्डमा कोही दुखी छन्, कोही दरिद्र छन्, कोही पापी छन्, कसैका सन्तान छैनन्, कसैका स्त्री छैनन्, कसैका पुरुष छैनन्। यो व्रत सबैका सामु प्रकाश गरिदिए सबैको उद्धार होला भन्ने मेरो मनमा लागेको छ। त यसको उपाय बताइ बक्सनुहोस्। पार्वतीको यस्तो वचन सुनि श्री महादेवले आज्ञा गर्नुभयो, प्रिय पार्वती, तिमीले असाध्यै राम्रो कुरा गर्यौ। दुखी दरिद्रमाथि दया गर्ने तिम्रो यस्तो इच्छा देख्दा मलाई ज्यादै खुसी लागेको छ। त्यसैले त्यसका लागि म एउटा उपाय बताउँछु, सुन। हे पार्वती, अहिले नै तिमीले अश्वत्थामा ऋषिलाई बोलाऊ अनि उनलाई रसातल पठाऊ। त्यहाँ उनले श्री स्वस्थानीको व्रत विधि प्रकाश गर्नेछन्। यति श्री महादेवले आज्ञा गरेपछि श्री पार्वतीले अश्वत्थामा ऋषिलाई बोलाउन पठाउनुभयो। अश्वत्थामा ऋषि आएर श्री महादेव पार्वतीलाई साष्टाङ्ग प्रणाम गरी बिन्ती गर्न लाग्नुभयो, हे भवानी शङ्कर, मलाई के कामले बोलाउनुभयो सो आज्ञा गर्नुहोस्। पार्वतीले भन्नुभयो, हे अश्वत्थामा, तिमी रसातल पातलमा जाऊ र त्यहाँ जो दुखी छन्, दरिद्र छन्, जसका स्त्री छैनन्, जसका सन्तान छैनन्, तिनीहरूलाई यस्ता विधिले श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लगाऊ। पार्वतीले अश्वत्थामालाई विष्णुले आफूलाई अनुसार व्रतको विधि बताउन पठाउनु भयो। अश्वत्थामा ऋषि पनि खुसी भए। श्री महादेव पार्वतीलाई साष्टाङ्ग प्रणाम गरी रसातलतर्फ जानुभयो। समय बित्दै जाँदा एक दिन श्री महादेवले पार्वती कतिको चलाक रहेछन् भनेर हेर्न लाग्नुभयो।
र कसैले नदेख्ने ठाउँमा लुक्न जानुभयो। श्री महादेवलाई पार्वतीले नदेखी चित्त आकुल व्याकुल गरी विलाप गर्न लागेर अनेक ठाउँमा खोज्दा लुकिरहेका श्री महादेवलाई बल्ल बल्ल फेला पार्नुभयो र पार्वतीले आज्ञा गर्नुभयो, हे ईश्वर, हजुर किन मलाई छलेर लुक्न जानुभयो? म सुन्दरी भइन कि अथवा म मन परिन कि? यस्तो प्रश्न गर्दा श्री महादेवले केही नबोली मनमा विचार गरी भन्न लाग्नुभयो, हे पार्वती, यी पार्वतीले मलाई यसै छोड्ने भइनन् भनेर विचार गर्दै भन्न लाग्नुभयो, अब फेरि अर्को रूप लिएर विहार गर्न जानु पर्यो भनी मनमनै सोच्न लाग्नुभयो र त्यहाँबाट पनि अन्तर्ध्यान हुनुभयो। श्री महादेव नेपाल खण्डको श्लेषमान्तक वनमा जानुभयो। यसरी वनमा पुगेर महादेव एक किराँतको रूप लिएर रहन थाल्नुभयो र पार्वतीले श्री महादेवलाई कतै नदेखेर साह्रै दुःख मानी कहाँ जानुभयो होला भनी मनमा चिन्ता गरी ध्यान दृष्टिले विचार गरी हेर्दा श्री महादेव किराँतको रूप धारण गरी श्लेषमान्तक वनमा शिकार खेलिरहेको थाहा पाउनुभयो। पार्वतीले विचार गर्नुभयो, अब त्यसो हो भने म पनि श्री महादेवलाई छल्नको निमित्त जानुपर्छ भनी माता पार्वती पनि महादेवलाई छक्याएर अत्यन्त राम्री किराँतिनीको रूप धारण गरेर श्लेषमान्तक वनतिर लाग्नुभयो। त्यहाँ गएर पार्वती एउटा ठुलो वृक्षको मुनि बसिरहनुभयो। श्री महादेव पनि वनमा घुम्दै पार्वती भएको ठाउँमा आइपुग्नुभयो। किराँतिनी रूप भएकी पार्वतीलाई देखेर महादेव मोहित हुनुभयो, तर पार्वती भने चिन्नु पार्वती हुन् भन्ने कुरा चिन्नु भएन र महादेवले सोध्न लाग्नुभयो, हे सुन्दरी, तिमी को हौ? देवकन्या हो कि यक्ष कन्या हो अथवा अप्सरा? मैले त तिमी जस्ती राम्री यो ब्रह्माण्ड संसारमा देखेको छैन, दुर्लभै ठानेको छु। फेरि एक्लै यो वनका बीचमा आई किन बसिरहेकी हौ? यो घोर वनमा वन्यजन्तु बाघ हात्तीको डर पनि हुन्छ। यसरी निर्धक्कसँग बस्नको कारण के छ? तिमीले मलाई बताऊ। यति किराँत रूप श्री महादेवले आज्ञा गर्नुभएको सुनि किराँतिनी रूप पार्वतीले श्री महादेव यिनै हुन् भन्ने चिनेर मनमनै दण्डवत प्रणाम गरी श्री महादेवसँग त्यहाँ कस्ता तरहसँग आउनुभएको थियो भन्ने बायाँ हातमा धनु लिएका, दायाँ हातमा त्रिशूल लिएका, बाण राख्ने ठोक्रो काँधमा राखेका, सर्पको गहना लगाएका, भयङ्कर मूर्ति भएका यस्ता किराँत रूपी महादेवलाई देखेर पार्वतीले भन्नुभयो, हे किराँत, म यहाँ बसेको पनि धेरै वर्ष भइसक्यो। किराँतिनी हुनाले मलाई बाघ हात्तीको केही डर लाग्दैन। तपस्या गरिरहेको छु। यस्ता तरहसँग दुई स्त्री पुरुषको बीचमा अनेक कुराकानी हुँदै साँझ पर्यो। किराँत रूप श्री महादेवले आज्ञा गर्नुभयो, हे सुन्दरी, तिमी पनि एक्लै रहिछौ अनि म पनि एक्लै छु। हामी दुवैजना आज यहीँ बसौँ। यति श्री महादेवले भनेको सुनि पार्वतीले आज्ञा गर्नुभयो, हे किराँत स्वरूप, हे किराँत, तिमी लोग्ने मानिस, म स्वास्नी मानिस, यस्तो एकान्त ठाउँमा एक्लै बस्नु हुँदैन। कसरी सँगै रात बिताउने? किनकि लोग्ने मानिसको कति भर हुँदैन रे। राम्री केटी देखेपछि घरमा आमा बाबु सबै बिर्सिन्छन् रे। घरमा भएकी पत्नी पनि बिर्सिन्छन् रे। त्यसकारण भो यो एकै ठाउँमा बास बस्ने कुरा नगरौँ। हामी यसरी यहाँ बस्नु हुँदैन, नबसौँ। किराँतिनी रूप पार्वतीका यस्ता कुरा सुनेर किराँत रूप श्री महादेवले भन्नुभयो, हे सुन्दरी, त्यस कुरामा तिमीले कति पनि सन्देह नगर। किराँत रूप महादेवले किराँतिनी रूप पार्वतीलाई सम्झाइ बुझाइ गर्नुभयो। त्यसपछि बल्ल किराँतिनी पार्वती किराँत रूप महादेवसँग सँगै रात बिताउन राजी हुनुभयो। त्यस दिन दुई स्त्री पुरुष त्यस रुखमुनि बास बस्नुभयो। यस्ता तरहसँग बस्दा धेरै दिन पनि बिते। पार्वतीका मनमा लाग्न थाल्यो, यसरी बसेर कति दिन निर्वाह गर्ने हो? भोलानाथ त यसरी नै बसेर दिन भुक्तान गर्न पनि सक्नुहुन्छ। अब मैले आफै केही न केही उपाय गर्नुपर्छ। यस्तो मनमा विचार गरी श्री महादेवलाई छलेर अन्तै गई आकाशवाणी भए झैँ गरी भन्न लाग्नुभयो, हे ईश्वर, तपाईँले विचार नराख्दा हामी ब्रह्मा विष्णु इन्द्र आदि देवताहरू सबैले साह्रै दुःख पायौँ। यत्तिकै बस्नुभयो भने हाम्रो उद्धार कसले गर्ला? हे करुणामय, हे वृषध्वज, हे कैलाशको सम्झना गरी हाम्रो उद्धार गर्नुहोस्। यस्तो देवताले गरे जस्तो आकाशवाणी भएको सुनेर
श्री महादेवले विचार गर्नुभयो, म यहाँ आएको कसैले देखेको थिएन, यो बोल्ने को रहेछ भनेर यताउति हेर्दा कोही पनि पत्ता लगाउन सक्नु भएन। पत्ता लगाउन देवताहरूले भने होलान् भनी चोक लागेकी किराँतिनी पार्वतीलाई खोज्न लाग्नुभयो। पार्वतीले पनि केही थाहा नपाए झैँ गरी वनमा फल टिपेर खान लाग्नुभयो। किराँत रूप श्री महादेव पार्वतीलाई खोज्दै त्यहाँ पुग्नुभयो र भन्नुभयो, हे सुन्दरी, तिमी कहाँ गएकी थियौ? मैले तिमीलाई खोज्दा कहीँ पाउन नसके अत्यन्त व्याकुल भएको थिएँ। किराँती रूप महादेवको यस्तो कुरा सुनेर किराँतिनी रूप पार्वतीले भन्नुभयो, हे किराँत, मलाई साह्रै भोक लाग्दा फलफुल खोज्न आएकी थिएँ। यस्तै प्रकारसित अनेक कुरा गरिरहँदा किराँत रूप श्री महादेवले पूर्णचन्द्रभन्दा पनि राम्री किराँतिनी रूप पार्वतीलाई देखेर चित्त चञ्चल गराउनुभयो र किराँत रूप महादेवले अघि पछि केही विचार नगरी किराँतिनी रूप पार्वतीको हात च्याप्प समात्नुभयो र श्री महादेवले यसो गर्दा किराँतिनी रूप पार्वतीले भन्नुभयो, हे किराँत, छ्या तिमी यो कस्तो बेशर्मी रहेछौ? के तिम्रो धर्म यही हो? मेरो त श्री महादेव बाहेक अरू कसैलाई स्वामी बनाउने इच्छा छैन। मैले यस्तै प्रतिज्ञा गरी बसेकी छु। तिमीले अन्यथा गरे म तिमीलाई श्राप गरी आत्महत्या गर्नेछु। किराँतिनीको यस्तो कुरा सुनेर किराँत रूप श्री महादेवले भन्नुभयो, हे सुन्दरी, तिमीले त्यस्तो भन्छौ भने तिमीले आराधना गरेको महादेव म नै हुँ। वन विहार गर्न मन लाग्दा यहाँ आएको हुँ, नपत्याए हेर भनी किराँती रूप महादेवले आफ्नो ज्योतिर स्वरूपको दर्शन दिनुभयो। बोलो शङ्कर भगवानको। त्यसपछि यो देखेर किराँतिनी रूप पार्वतीले मनमा आनन्द मान्दै महादेवको पाउमा परेर दण्डवत गरी बिन्ती गर्न लाग्नुभयो, हे ईश्वर, त्यसो भए कन्यादान लिन मेरा माता पिता छेउ हिँड्नुहोस्। किराँतिनी रूप पार्वतीका यस्ता कुरा सुनि श्री महादेवले हुन्छ भनी जाउँ भनी किराँतिनी रूप पार्वतीका पछि लाग्दै जानुभयो। जाँदा हिमालय पर्वतको घरमा पुग्न लाग्दा महादेवले ध्यानपूर्वक विचार गर्नुभयो। महादेवले पार्वतीलाई पनि चिनी यी त पार्वती रहिछन् भनेर अत्यन्त आश्चर्यचकित हुनुभयो। पार्वतीले पनि महादेवलाई छल गरी आफ्ना माता पिता छेउ ल्याइछन्। अब म कसो गरौँ भनी लाज मानी अन्तर्ध्यान हुनुभयो। त्यसपछि श्री महादेव नेपाल उपत्यकाको बागमती नदी छेउ आउनुभयो। त्यहाँ श्लेषमान्तक वनको उत्तर भागमा गई किराँतेश्वर शिवलिङ्गको रूपमा रहनुभयो। यता पार्वतीले श्री महादेवलाई नदेखि अति विलाप गर्नुभयो र पार्वतीले ध्यान दृष्टिले विचार गर्नुभयो र महादेव स्वयं किराँतेश्वर शिवलिङ्ग भइरहेको चाल पाई आफू पनि त्यहीँ जानुभयो र बागमतीमा नित्य स्नान गरी पार्वतीले किराँतेश्वर शिवलिङ्गको ध्यान गर्दै अनेक वस्त्र पहिराई धूपबत्ती दीप चढाई पूजा गरी तपस्या गर्न लाग्नुभयो। पार्वतीले स्नान गरेको हुनाले त्यस ठाउँको नाम गौरी घाट रह्यो। हे अगस्त्य मुनि, जो मनुष्यले गौरी घाटमा स्नान गर्ला, किराँतेश्वर शिवलिङ्गको दर्शन गर्ला, त्यसका सबै दुःख पापहरू नष्ट हुनेछन्, लक्ष्मी वृद्धि भएर जानेछ। यस लोकमा सुख र परलोकमा कैलाश पर्वत प्राप्त हुनेछ। श्लेषमान्तक वनमा हिजो आज पनि किराँतेश्वर शिवलिङ्ग ढल्किएको अवस्थामा रहनु भएको छ, किनभने महादेव लुक्न जाँदा पार्वतीले देखलिन् कि भनेर ढल्किनु भएको थियो। हे अगस्त्य मुनि, यस्तै तरहले नित्य पार्वतीले तपस्या गरेको देखि श्री महादेव प्रसन्न भई हँसिलो मुख गरी आफ्नो स्वरूपको दर्शन दिनुभयो। जगतमाता पार्वतीले पनि मनमा हर्षित भई बिन्ती गर्न लाग्नुभयो, हे ईश्वर, हजुरले मलाई किन यस्ता तरहसँग पटक पटक दुःख दिइरहनुहुन्छ, छल गरिरहनुहुन्छ कि म हजुरलाई मन पर्दिन र नपर्दी हो र? माता पार्वतीले अनेक तरहसँग विस्मात गरेको सुनि श्री महादेव खुसी हुनुभयो र महादेवले पार्वतीलाई अङ्कमाल गरी आफ्ना काखमा बसाली त्यहाँदेखि अन्तर्ध्यान भई हिमालय पर्वतको घरतर्फ प्रस्थान गर्नुभयो। श्री महादेव र पार्वती आएको देखि हिमालय पर्वतले अत्यन्त खुसी भई पुष्पवृष्टि गराएर उनले श्री महादेवलाई आसनमा बसाली 84 पकवान तयार गरेर भोजन गराए। त्यहाँ 4 दिन बसेर श्री महादेवले आफ्ना ससुरा हिमालयसँग आज्ञा गर्नुभयो। र हे पिता, धेरै दिनदेखि सतीदेवी नहुनाले कैलाश शून्य भइरहेको छ, अब तपाईँले आज्ञा दिए पार्वतीलाई लिएर कैलाश जानेछु। यसरी देवादिदेव महादेवले हे पिता भनी सम्बोधन गरेको सुनि हिमालय पर्वत अत्यन्त हर्षित भएर हिमालयले हात जोडेर विनम्रतापूर्वक बिन्ती गर्दै भने, त्रैलोक्यनाथ, सम्पूर्ण देवताहरूका पनि देवता, पिताहरूका पनि पिता भएर पनि हजुरले आज मलाई पिता भन्नुभयो। यसले गर्दा मेरो मन सम्पूर्ण पाप नाश भएको
गरिदिनुहोस्। अब ममाथि दया राखी मेरो सम्पूर्ण अज्ञानता नाश गरिदिनुहोस्। सधैँ हजुरको भक्तिमा मेरो चित्त लागिरहोस्। त्यसपछि हिमालय पर्वतले श्री महादेव र पार्वतीलाई नाना वस्त्र अलङ्कार पहिराई सिंहासनमा बसाएर षोडशोपचारले पूजा गर्न लाग्नुभयो। पूजा गरिसकेर हिमालय पर्वतले स्तुति गर्न लागे, हे भवानी शङ्कर लक्ष्मी नारायणले समुद्रका घरमा गई बस्दा समुद्रलाई जस्तो आनन्द भए थियो त्यस्तै आनन्द प्रभु हजुरहरू दुवैजना मेरो घरमा आज राज गर्नाले मलाई खुसी प्राप्त भएको छ। हे जगदीश्वर, हजुर कस्ता हुनुहुन्छ भने आफ्नो मायाले ब्रह्माण्ड संसार व्याप्त गरी बस्ने सृष्टि पालन र लयका कारण पनि हजुरहरू नै हुनुहुन्छ। फेरि समुद्र मन्थन गर्दा कालकुट विष निस्केर संसार दग्ध हुन लाग्दा पनि त्यो विष पनि आफ्नै कण्ठमा राखी सबैको रक्षा गर्नेवाला पनि हजुर नै हुनुहुन्थ्यो। हे नीलकण्ठ, आफूले सृष्टि गरी आफैले नै सम्हार गर्ने यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ। परम ब्रह्म त्रिपुरासुर दैत्यलाई मार्दा हजुरको युद्धमा सामग्री कस्तो थियो भने पृथ्वी, रथ, चतुर्वेद, घोडा, चन्द्र, सूर्य, रथका पाङ्रा, ब्रह्मा आदि हुनुहुन्थ्यो। यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ। योगेश्वर ब्रह्मा पनि हजुर, विष्णु पनि हजुर, स्थावर पनि हजुर, जङ्गम पनि हजुर, मय पनि हजुर, शासक पनि हजुर, नारायण पनि हजुर, सत्व पनि हजुर, तम पनि हजुर, त्रिगुण पनि हजुर, सत्व पनि हजुर, रज पनि हजुर, मृत्यु पनि हजुर, कालका काल पनि हजुर, गुणका गुण पनि हजुर, देवादिदेवका देवता पनि हजुर, देवादिदेव देवता पनि हजुर, नाथहरूका विश्वमूर्तिमान करुणानाथ पनि हजुर, आदि पनि नहुने अन्त्य पनि नहुने हजुर, अष्टवसु पनि हजुर, देवादिदेव पनि हजुर, दिक्पाल पनि हजुर, ब्रह्माण्ड पनि हजुर, सम्पूर्ण प्राणीका हृदयमा बसेर पाप पुण्य साक्षी रहने पनि हजुर। हे वृषभध्वज, हजुरको महिमा वर्णन गर्न चतुर्मुखी ब्रह्माको र हजार जिब्रो भएका शेषनागको पनि सामर्थ्य छैन भने म सामान्य एउटा बनुवाले यस्ता तरहले हिमालय पर्वतले नाना स्तुति गरेको सुनि श्री महादेव सन्तुष्ट भई हँसिलो मुख गरी आज्ञा गर्नुभयो। हे हिमालय, तिम्रो भक्तिदेखि म प्रसन्न भएँ। सधैँ मेरो भक्तिमा चित्त लगाई कैलाश पद पाउनु अब हामी जान्छौँ। यसो भनी हिमालय पर्वत र मेनकाको बिदा भई श्री महादेव वृषभमा चढी पार्वतीलाई काखमा राखेर कैलाश पर्वततिर प्रस्थान गर्नुभयो। कैलाश पर्वततिर प्रस्थान गर्नुभयो भन्ने समयको कथा यस अध्यायबाट इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त संवादे श्री स्वस्तानि व्रत कथायां पार्वते परमेश्वर कैलास प्रवेशो नाम चतुर्दशोऽध्यायः। उपनयतु मङ्गलव सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलीन दलन निवीक्षण कृष्णम् काले वर्षन्तु पर्जन्य पृथिवी शशिशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया पुत्रपुत्रिण सन्तु सन्तु पौत्रिण सन्तु पौत्रिण निर्धना सदना सन्तु जीवन्तु शरदां सदाम् या कुन्देन्तु तुषारहारधवलया शुभ्रवस्त्रावृतया वीणावरदण्डमण्डितकरया श्वेतपद्मासनया ब्रह्मशङ्करपूर्णिजड्यपः तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतोद्धारकथा प्रसङ्ग कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यत् सकलं परस्मै नारायणाय समर्पयामि। बोलो स्वस्तानि परमेश्वरी माता को जय, भवानी शङ्करको जय। यति बेलासम्म युट्युब च्यानल हेरेर साथ दिनुभएको भक्तहरूको जय। बोलो भक्तवत्सल भगवानको जय।